र सम्पूर्ण नमस्कार मेरो प्यारो साथीहरूको बिच। आज मैले के ल्याएको छु भने मैले चाहिँ यहाँ छालिरहेको थिएँ होइन। अनि छालेको म घिउ बनाउँदैछु। यसमा चाहिँ 1 बटुका थियो, यसको चाहिँ मैले बनाएर यहाँ यति निकालिसकेको छु भने अब फेरि अर्को लटको चाहिँ मैले यहाँ रेडी गरिसकेको छु। यसरी मिक्सरमा घ्यारघोर पारेपछि यसरी छुट्टिन्छ है। टक्क यसरी यसलाई पानी यसरी तारेपछि चाहिँ यो चाहिँ के हुन्छ भने हातमा लाग्ने झन्झट हुँदैन कि। यसो भएपछि चाहिँ सरर यसरी पानी सार्दिने अनि तर त भित्रै हुन्छ। अनि तरलाई चाहिँ चम्चाले निकाल्नुपर्छ होइन। यसो गरेर चाहिँ हात चिल्लो हुँदै झन्झट हुँदैन। अहिले चाहिँ यसरी नै अरू बेला पनि गर्थेँ अनि अहिले चाहिँ मैले यसमा राखेको छु क्या, सिसाको बयम नभएर होइन। अनि म चाहिँ यसमा राख्छु टक्कसँगले। यो कोका कोलाको गिलासमा यसरी हेर्नुहोस् कस्तो दामी घिउ निस्किन्छ कसरी। यसरी बनाउँदैछु अनि म सबै बनाइसकेपछि देखाउँछु हजुरहरूलाई। यस्तो लाउने हो अनि राखेर अब म यो निकाल्न गइरहेको छु। हेर्नुहोस् कसैले यहाँ चाहिँ रहेछ होइन। यसरी निकालेपछि चाहिँ चिल्लो लाग्दैन क्या, चम्चाले टक टक निकाल्नुपर्छ। यसो गरेर चाहिँ हातमा चिल्लो लाग्ने झन्झट हुँदैन। म चाहिँ सधैँ यसरी नै बनाउँछु होइन। राख्छु 1 हप्ता 15 दिन 1 महिनाकै हुन्छ कहिलेकाहीँ चाहिँ होइन। यसरी नै बनाउँछु। यो चाहिँ 15 दिनको हो। मैले चाहिँ एउटा बटुकाको सकाइसकेको छु होइन। अब चाहिँ लास्ट यो बटुकाको रहेको छ। यो चाहिँ म सबै नै हालिदिन्छु एकैचोटि है। एकैचोटि हालेर पुरा जो मेरो आइसे भइसकिसक्यो चाहिँ राख्दा राख्दा एकैचोटि बनाएर सजिलो हुन्छ। सबै हाल्नु गइरहेको छु। सबै हालिसकेँ होइन। यसमा धेरै पानी हाल्नुहुँदैन कि, अलिकति हाल्यो भने भइहाल्छ। किनकि चिसै छ होइन। त्यसमा थोरै पानी हालेर अब म मिक्सरमा राख्दैछु है। मैले मिक्सरमा राखिसकेँ। अब घ्यारघोर पारेको आवाज आउँछ, यसै म एकछिन म्युट गर्छु है। मैले 2-3चोटि घ्यारघोर पारिसकेपछि चाहिँ यस्तो भएर निस्किन्छ क्या। यो चाहिँ भइसकेको भन्ने बुझिन्छ है साथीहरू। अब म खनाउँदैछु यसलाई चाहिँ। अब यहाँ टक्कसँगले होइन यस्तो राखेको छु मैले चाहिँ। यो धेरै हुन्छ कि निकाल्दैछु है त। अब फाइनली घिउ चाहिँ यति निस्किसकेको छ। अब यसलाई चाहिँ म पगाल्न गइरहेको छु। यति भएको छ अनि यहाँ चाहिँ यसरी निस्किएको छ होइन। अनि म चाहिँ यसरी राख्छु क्या घिउहरू। अब म यसलाई पगालेर देखाउँछु फाइनल कति हुँदो रहेछ। यो पग्लिसकेपछि चाहिँ हेरौँ है त। यस्तो उब्लिँदैछ घिउ चाहिँ होइन। घरिघरि यसरी चलाइराख्नुपर्छ। यस्तो गरी उम्लिँदैछ घिउ। फाइनली अब चाहिँ घिउ रेडी भइसकेको छ हेर्नुहोस् है। रेडी भइसकेको छ। अब चाहिँ म यसलाई बन्द गर्दैछु ग्यासलाई। अब यसलाई फेरि सेलाउन दिने। सेलाइसकेपछि अनि चिया छान्नाले यसलाई टक्क छानेर अनि बयममा राख्नुपर्छ। अब चाहिँ म यसलाई टक्क छान्न गइरहेको छु। तातै छ, सेलाएको चाहिँ छैन यो। यस्तरी छानेपछि चाहिँ यसको यो हुन्छ नि, यो चाहिँ त्यहाँ मिसिन पाउँदैन क्या छोक्राहरू। यो बिलाउने कि यसलाई के भन्छ, बिलाउने कि यस्तो हुन्छ नानी। यस्तो मजाले निस्किसकेको छ। यस्तो मिठो बास्ना। तातो यसरी निस्किन्छ कि यस्तो गर्ने। अनि यसलाई चाहिँ फेरि म तातो पानीले मजाले उयो गर्छु क्या, सफा गर्छु। किनकि त्यसो गरेपछि चाहिँ मोल्नु सजिलो हुन्छ, तातो पानी तताउने अनि मजाले निस्किन्छ अनि सफा गर्न सजिलो हुन्छ। मेरो घिउ चाहिँ यत्तिको भए होइन, यस्तो दामी। हस् त साथीहरू, तपाईँहरूले पनि यसरी नै
छाली राख्नुहुन्छ भने चाहिँ यसरी नै घिउ बनाउनु होला। यसरी राख्न सकिन्छ होइन। हेर्नुहोस्। हस् त बाई बाई। तपाईँहरूलाई मेरो सानो रेसिपी कस्तो लाग्यो त साथीहरू सल्लाह सुझाव दिनुहोस्। लाइक कमेन्ट अनि सेयर गरिदिनु होला। हस् त बाई। धन्यवाद।